नमस्कार, म इन्टरनेसनल लसे भन्ने मान्छे मै हो। म अलि हावा बोल्छु कि हावा बोल्छु म। मेरो फुस्किया छ। म अलि हावा बोल्छु हैन। मेरो फुस्किया छ। हिजो बिहान मैले एउटा भिडियो सार्वजनिक गर्दा लसेको फुस्किया छ, सन्जो छैन रे। अनि उता गएदेखि त यो के भएछ, यो मान्छे हस्पिटल जान पर्छ रे म। अनि हावा टाइट कसको भएर चाहिँ अब त थाहा भयो होला नि त। अब हावा कसको टाइट भएर छ। हिजो आएको त्यो रवि लामिछाने आउँदरीको त्यो जुन भिड थियो नि, त्यो भिड अब बल्ल बुझ्नुभयो नि सत्य रहेछ भनेर। प्युठानका जनताले भोट चेन्ज गर्ने ठाउँ नपाएर हो र समग्र नेपालै भरिकाले किन भन्नुहुन्छ भने त्यही कांग्रेसलाई हाल, त्यही माओवादीलाई हाल, त्यही एमालेलाई हाल, घरि एमालेलाई हाल, घरि कांग्रेसलाई हाल, घरि माओवादीलाई हाल, त्यहाँ अब अन्य अरू पार्टीलाई हाल। तर माथि गएर एउटै थाल बनाउने, भात खाने। अनि डाडु पनि उनको हातमा छ, पन्नो पनि उनको हातमा छ, कसौडी पनि उनको हातमा छ। अब त्यो खाना बनाएर खाने भान्सा कोठै अब यिनी तिनटाहरूको। अनि कहाँबाट चाहिँ नि अब हुन्छ त। यहाँ त जनताले चाहिँ भोट हाल्ने ठाउँ नपाएर पो हो चकर। अब अहिले भोट हाल्ने ठाउँ पाएपछि त देखियो परिणाम। अब यहाँ भन्दा चाहिँ अरू के देख्न खोज्नु भएको तपाईँहरूले? हे भगवान, कस्तो खालको तपाईँहरूले त्यो प्रचार गरेको। 51 वर्षका जेन्जी हुन्छन् कोही। अनि हामी के? हामी त गर्वमा हो। 51 वर्षका जेन्जी भनेपछि हामी गर्वमा हो। अनि भोट खेर नफाल्नुस् रे। बिल्कुल खेर फाल्नु भएको छैन। कसैले पनि भोट खेर फाल्नु भएको छैन। तपाईले राम्रो खालको भाषण गर्नुभएको थियो। जुन खालको भाषण गर्नुभएको थियो त्यो खालको मतदान भइसकेछ। राम्रो गर्नुभएछ हजुरले। लाउनुस् माला चाहिँ नि यहाँबाट यहाँ माथि आँखा ढाकिने गरेर लाउनु भएको थियो। कोकानले लाउनु भएको छ त्यहाँ माला, अबिर सबिर लाउनुस्। अब जति माला लाउने पनि लाउनुस्। हुन त अब होलीको मौसम चलिरहेको थियो गरा। होलीको चाडबाडले गर्दा पनि होला माला अबिर सबिर अब मान्यज्यू भएर माला लगाइदिन पर्यो। अब होलीको मौसम आएको थियो, होलीको चाड आएको थियो। अब अबिर सबिर पनि लगाइदिन पर्यो। अब होली सकियो तपाईको। ल अब होली सकियो। अब जानुस् तपाई घरतिर। अब त्यहाँ अब यसो रेली सेली राम्रोसँग मनाउन दिनुस्। अब नेटमा हेर्नु होला। हो त्यहाँ अब यसो ठुलो होली खेलेको नेटनु हेर्नु होला। त्यहाँ यसो फेसबुक मेसेन्जर टिकटकमा हेर्नु होला। म यो इन्टरनेसनल लसे हिजो बिहान भिडियो पोस्ट गरेको है। ल बाई बाई।